हेलो सबैजनालाई आज एउटा खुसीको कुरा सुनाउन आएकै छु। 8 बजे लाइभ आउँछु भनेको थिएँ, त्यो चाहिँ मेरो अर्को सोसल मिडिया प्लेटफर्ममा लाइभ आउँछु भनेको थिएँ। अलिकति घर मुभिङ गरिरहेको छु, त्यही भएर हल्का बिजी पनि छु। सो ग्रेटफुल के भएको रहेछ थाहा छ, मेरो मेल बक्समा के आएको रहेछ थाहा छ, देखाउँछु। यसरी चेक्सहरू आएर थुप्रेको रहेछ, यसरी चेकहरू आएको रहेछ होइन। अनि अब यो चेक केबाट आयो, कहाँबाट पैसा आयो भनेर भन्नुहुन्छ भनेपछि यो चाहिँ मेरो डिजिटल बिजनेसबाट आएको चेकहरू हो। डिपोजिट पनि गरेको छैन, तर मैले खोलेर हेरेँ डिपोजिट आज गर्नुपर्नेछ। अब यो यति धेरै चेक चाहिँ कति महिनाभरिको होला भनेर सोच्नुहुन्छ भनेपछि होइन, यो एक दिनको मात्रै चेक हो, एक दिनको चेक हो। यस्तो अझै लगभग 8, 9, 10 खै 10देखि 12वटा चेकहरू अझ आउन बाँकी नै छ। खुसीको कुरा हो। सो आइ एम सो ह्याप्पी यहाँ आएर मैले सेयर गर्न पाएको छु। अनि यो बिजनेस के हो, कस्तो हो, के रहेछ, कसरी यसरी पैसा कमाइने रहेछ भन्ने कुरामा हजुर इच्छुक हुनुहुन्छ, जान्न चाहनुहुन्छ, जिज्ञासा मनमा छ भनेपछि यु क्यान कन्ट्याक्ट मी www.yogitapom.com मा गएर पनि आफ्नो नाम र इमेल हालेर चाहिँ मलाई जोइन नाउ लर्न मोर नाउ गर्नुभयो भने चाहिँ हजुरलाई इमेलमा सबै डिटेल्सहरू जान्छ। अनि गो थ्रु इट, हेर्नुभयो, बुझ्नुभयो, तर बुझ्नु भएन, अझै धेरै जानकारी चाहियो भनेपछि यु क्यान अलवेज कन्ट्याक्ट मी। मलाई डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुन्छ, तर मेरो अरू सोसल मिडिया प्लेटफर्म पनि गएर मेसेज गर्न सक्नुहुन्छ है त। डोन्ट फर्गेट, त्यो लाइफमा के भन्छ 2 हप्तामा बाई विकली एउटा मात्रै चेक आएर तपाईँले सर्भाइभ गर्न सक्नु हुँदैन। म पनि नर्स हो, एज अ नर्स काम गरिरहेको छु हस्पिटलमा। तर यसरी जब हजुरलाई एक दिनमै यति धेरै चेक आउँछ भनेपछि वाइ नट होइन, गिभ अ ट्राई। यो एउटा साइडमा गर्न पनि मिल्छ। मैले एज अ नर्सको काम गर्दा गर्दै पनि यसरी बिजनेस गरिरहेको छु र चेकहरू आइरहेको छ, कमाइरहेको छु। अनि अर्को भनेको सिआरएमा ट्याक्स फाइल गरेर गरेको बिजनेस हो। अनि कसैले पनि आएर यो स्क्याम हो, यो हो, त्यो हो, लेजिट बिजनेस होइन भन्नुहुन्छ भने चाहिँ सिआरएलाई मैले ट्याक्स दिएको छु, सिआरएले चाहिँ गलत काम गर्ने मान्छेसँग ट्याक्स लिन्छ हो भन्छ। अझ डिटेल्समा सबै कुराहरू बुझ्न मन छ भनेपछि लेट मी नो, आइ एम अलवेज देयर टु हेल्प यु। अनि पैसा कमाउनु न हो, पैसा कमाउनु पर्छ। र यति भन्दै हजुरहरूको दिन शुभ रहोस्। नमस्ते।